हेलो गुड मर्निङ एभ्रिवान। म चाहिँ बिहानीको 10 बजीदेखिको मेरो काम आज चाहिँ है चिकन चिल्ली बनाउँदैछु। चिल्ली भन्दा पिक्कल बनाउँदैछु है गाइस। र तपाईँहरू हेर्न सक्नुहुन्छ म चाहिँ फिलहाल तेल खराउँदैछु है। यसमा चाहिँ सबै रोस्ट गर्नुपर्छ है, ड्राई फ्राई गर्नुपर्छ। देन आफ्टर चिकन फ्राई है ड्राई गर्नुपर्छ चिकनलाई पनि। सो फिलहाल चाहिँ म चाहिँ तेल खराउँदैछु है। र यता मैले यो के भन्छ यसलाई ड्राई चिल्ली है मैले यसलाई पनि ड्राई गरिसकेछु। देन आफ्टर अब म चिकन यसलाई चाहिँ म पिस पिस गरेर चाहिँ काट्नेवाला छु, ड्राई गर्नेवाला छु है गाइस। ड्राई चिल्ली गर्दाखेरि चाहिँ यति साह्रो पिरो भयो कि है, त्यसले गर्दा साह्रो बेसी खोकी चल्दैछ है गाइस। र सबैजना ठिकै हुनुहुन्छ होला है एभ्रिवान भ्युवर्स। र थ्याङ्क यू सो मच जतिजना फलोवर्स है मेरो हुनुहुन्छ भ्युवर्स है, उहाँलाई धेरै धेरै धन्यवाद। र यसरी नै मलाई सार सपोर्टिङ दिनुहोस् होला है गाइस। र आज चाहिँ दिन पनि दामी छ है गाइस। के छ आज दामी छ दिन, यस्तै छ। मेरो छोरी चाहिँ यहाँ दुःख देखाएर लडिरहेको छ। सुतेको हो बेबी? इमे गरेको आधी मान्छे बाहिर आधी भित्र बसेर। उठी गर्नु, उठी हाई गरिदिनु न। खेल्दै सुतेको है मेरो छोरी। र फगी आउनु थाल्यो है फेरि पनि। हाम्रोतिर चाहिँ यस्तै फगी आउँछ साह्रो छिटो है। त बर्खा लागिहाल्यो हुनु पनि है, अन्त फगी लाग्छ। र ओके, सो हेर्दै गर्नुहोस् होला है गाइस। म अब पहिला मासु चपाउनेवाला छु है। यो चाहिँ के हो, मेथी जिरा है, अन्त धनियाँ दाना चाहिँ फ्राई गरेर चाहिँ पिस्नुपर्छ है। पिसेर हामीले हाल्नुपर्छ होइन। अहिले म देखाउँदै जान्छु है। जस्ट वेट है। यो चाहिँ भयो है, लसुन फ्राई गर्दैछु है म फिलहाल। लसुन फ्राई गर्दैछु, लसुन र अदुवा है। यो चाहिँ ड्राई गर्नुपर्छ है गाइस। र हेर्नुहोस् है गाइस, मैले फिलहाल चाहिँ यो चाहिँ लसुन र अदुवा चाहिँ ड्राई भइसक्यो है। यसलाई निकाल्दैछु है। यतिको ड्राई बनाएर चाहिँ निकाल्नु पऱ्यो है गाइस। र निकाल्दैछु। यो चाहिँ कटिङ भएको है, कटिङ गरेको है। अब यसलाई नि ड्राई गर्नुपर्छ है गाइस। र यहाँ लेख्छ त्यो कटिङ गर्दैछु है। र हेर्नुहोस् है गाइस, फिलहाल अब ड्राई भइसक्यो है। चिकन चाहिँ यतिको ड्राई गर्नुपर्छ है, त्यसो गर्दाखेरि चाहिँ दामी हुन्छ। र मासु पनि काटिसकेको छु है। र यो चाहिँ भइसक्यो चिकन फ्राई है गाइस। हेर्दै होला है सबैजनालाई मेरो भिडियो। र यो चाहिँ हो चिकन फ्राई राइस है। अब यसमाथिबाट मैले खोर्सानी हालेँ है। यो चाहिँ के बनाउँदै होला भन्नुहुँदै होला कतिले है। यो चाहिँ पिक्कल हो है। र अब यसको माथिबाट मैले यो खोर्सानी हालिसकेँ है, ड्राई चिल्ली। र माथिबाट यो चाहिँ धनियाँ जिरा है, त्यसको मसला है। यहाँबाट मैले माथिबाट मैले यो के हालेँ भने धनियाँ र जिरा अन्त मेथीको है 5 पाउको चाहिँ मसला बनाएर हालिसकेँ। अन्त अब यो चाहिँ हाल्दैछु मैले लसुन र अदुवाको है। त्यहाँदेखि माथिबाट चाहिँ मैले यो हाल्छु है चिकन। यसको माथिबाट चाहिँ यो चाहिँ चिल्ली कलर है, चिल्ली कलर। यो चाहिँ तिखा है, तिखा लाल। अन्त चाहिँ र अब यसको माथिबाट चाहिँ है हुचिङ हाल्नुपर्छ है। ठिक्कै गाल्दा हुन्छ तपाईँले।
राइट। त्यहाँदेखि चाहिँ है र हल्दी अलिकति लाउनुपर्छ है गाइस, किनभने यो हल्दी लगाएपछि चाहिँ कलर आउँछ है, अलिक नभए भने चिल्ली कलरहरूको मात्रै कलर आउँछ नि त है। र यति सबै हालिसकेपछि चाहिँ तपाईँले यो हाल्न सक्नुहुन्छ, यो भिनेगर है, भिनेगर म चाहिँ अगाडि नै रेडी राख्छु नि त तिलो बनाएर है माथि। र यो हालेँ भिनेगर, अब यति हालेपछि चाहिँ कम्प्लिट डिस भएको है यो चाहिँ चिकन पिकल, यसलाई चाहिँ है। र यसरी हालेपछि तपाईँले यसले मजाले चलाउनुहोस् है, यो पिकलले चाहिँ राम्रो गर्छ भिटामिनहरूको, अन्त टेस्ट ल्याउँछ नि त है। अन्त हेर्नुहोस् कलर आउँदैछ है, नाइस कलर है। यसरी चलाएपछि है मजाले चलाउनुहोस् यसलाई हो, वरिपरि पारेर। म चाहिँ फिलहाल यसरी बनाउँदै राख्ने गर्छु है, बट्टामा यसरी धोएर राखिरहेको छु बट्टाले है पखालेर। अन्त त्यो त्यसमा हाल्छु है स्टक गर्नुको लागि। त्यहाँदेखि जो पनि मन पराउनुहुन्छ गाउँतिर है, अर्डर गर्नुहुनेलाई चाहिँ लिएर जानुहुन्छ है, किन्नुहुन्छ। अन्त यसरी राख्दाखेरि चाहिँ आफूले खानुहुन्छ र सेलिङपट्टि पनि हुन्छ है गाइस। तपाईँहरूले पनि चिकनलाई या जुनै मासुलाई पनि है, पर्क बिफ जुनै पनि तपाईँहरूले यसरी ड्राई गरेर है तपाईँहरूले बट्टामा स्टोर गरेर राख्न सक्नुहुन्छ है गाइस। र म चाहिँ यसरी गरेर राख्छु, आफूलाई मनपर्दा आफू निकालेर खाइहाल्छु है। र किन्ने मान्छे आइहाल्यो भने दिइ पनि हाल्छु, बेची पनि हाल्छु है। र यो चाहिँ फाइनली भयो है चिकन पिकल्स है गाइस। बाई बाई। तपाईँहरूलाई कस्तो लाग्यो मेरो भिडियो है, हेरिरहनुहोला, मेरो भिडियोमा जुडिरहनुहोला है। मेरो भिडियो जतिजनाले हेर्नुहुँदैछ उहाँहरूलाई है थ्याङ्क यू सो मच है। यसरी नै मेरो भिडियोलाई माया गरिदिनुहोस् होला है गाइस, र यसरी नै सार सपोर्टिङ गर्नुहोस् होला मलाई। र फिलहालको लागि बाई बाई गाइस, फेरि पनि भेटौँला है।